बाजुरा सदरमुकाम मार्तडी यहाँबाट प्रष्ट रूपमा देखिएको छ। एकदम सानो यो खोलाको किनारमा खाल्टो जस्तो सानो उपत्यका जस्तो परेको ठाउँमा चाहिँ बाजुरा सदरमुकाम रहेको छ। यता रमाइलो छ। वरिपरि डाँडै डाँडा ठुला ठुला पहाडहरू, बिचमा सानो खाल्टो छ। कच्ची सडकहरूको भित्रबाट पनि अलिकति छोटो छिटो हिँड्ने बाटो भएको हुनाले पानी ट्याङ्की, कालो ओह्रालो बाटोमा खुरुरुरुरु दौडिने गर्छन् हाम्रो टोली। एकदमै गाह्रो हुन्छ यसरी मल बोक्नुपर्छ खेतबारीको लागि। यहाँको सबैभन्दा राम्रो कटेज रे, राम्रो होटल बिग कटेज बाजुरा अरे, बाजुराको बेस्ट होटल भन्छ। कता हिँडेको तिमीहरू? स्कुल छैन? किन दौडिने त? बाई बाई। पछि घाम लाग्छ, यहाँ राम्रो देखिन्छ यो घाम लागेपछि। यहाँको एउटा कुरा अचम्म लाग्छ, घर राम्रो घर बनाए पनि कोठा चाहिँ सानो सानो बनाउने चलन रहेछ बाजुराको। सेन्ट जोन एकाडेमी बोर्डिङ स्कुल रहेछ। त्यो माथि रेडियो बाजुरा र बायाँपट्टि प्रहरीको कार्यालय रहेछ। बजार सानो बजार छ तर सबै चिज पाइन्छ।
कारागार बाजुरा देखिएको चाहिँ नजिकै गाउँ खेतीहरू छ सानो टेलिकम अफिस पनि रहेछ नजिकै यहाँको जिप स्ट्यान्ड अहिलेको बस पार्क भनौँ त गाडी जान सक्दैन सानो गाडीहरू जान्छ सानो गाडीहरू 20 किलोमिटर दूरसञ्चार कार्यालय फिस यस्तो छ दूरसञ्चार सानो घर खोला किनारमा ठुलो फाँट बाँकुरा जिल्लाको राम्रो चाहिँ देखिँदो रहेछ खोलाको फाँट खोला नजिक बस्ती भएको हुँदाखेरि अलिकति यो हो डेन्जर डरलाग्दो पनि हुनसक्छ यो बेलैमा बुद्धि पुऱ्याएर चाहिँ यो बस्ती सार्नु निकै नै आवश्यक देखिएको रहेछ बुढी गङ्गा खोला बौलाएर आउँछ बुढी गङ्गा खोला के हो यो नाम चाहिँ थाहा भएन मलाई बाहुबली खोला कि बाहुली खोला बाहुली खोला हो यसको नाम बाहुली खोला बौलाएर आउँदो रहेछ नर्थहट्टी सदरमुकाम पुग्नु 2-3 किलोमिटर अगाडि मेन बाटोमा नै यसरी चाहिँ बङ्गुर पालिरहेको रहेछ व्यक्तिगत जग्गा पनि हेर्नु सरकारी जग्गामा यसरी बाटोमै बिच बाटोमै बङ्गुर पालन गरेको चाहिँ गजब लाग्यो यो चाहिँ पाल्न मिल्ने हो कि होइन त्यो चाहिँ थाहा भएन पहाडको बाटोमा बुढाबुढीलाई साह्रै गाह्रो हुन्छ होला साह्रै ठाडै उकालो छ बुढियामा एउटा एक्सिडेन्ट भएको छ तलतिरबाट साह्रै गाह्रो उकालो लागि जोतिरहेको के को लागि कुट्नु भएको बहिनी गिट्टी घरको लागि ए कहाँ बनाउँदै हुनुहुन्छ घर बजार ए आज छुट्टी भएर कुट्नु भयो क्या हो ए ढुङ्गा तलबाट ल्याउनुहुन्छ ढुङ्गा खोलाबाट ल्याउनुहुन्छ ए बिहान चिसोमा गाह्रो भयो होला कति भयो यो कति वर्षका गुरौनी ए यहाँ त मोबाइलबाट
कति वर्षको नानी तिमी? 10। कति वर्षका भयो यिनीहरू दाइ? 12 वर्ष। बाबु कति? 17। ओहो तिमी त बढा रहन्छौ क्या हो। ठिक छ ठिक छ। 17 वर्ष भयो। ए ठिक छ ठिक छ। आलु लगाउनु भएको छ। डाँडै डाँडा उकालो बाटो, गाउँ बस्ती सानो। के भन्नुभयो? पाका छन्, फ्रीमा पाका छन्। कति टाढाबाट ल्याउनु भयो घाँस? 1 घन्टा लाग्छ क्या होइन बाटो? के पकाउनु लाग्नु भयो यस्तो? ए नहुने के छ? आज बिदा हो स्कुल? मजा छ? सेफ्टी ट्याङ्की के राम्रो कुरो। हेलो मुरली बोल्ला। सिँचाइ राम्रो रहेछ व्यवस्था के? आयोजना सूचना बढी मालिक यस्तो डेन्जर रहेछ। यस्तो पहरा यस्तो यो खोला किनारको बस्ती अलि जोखिमपूर्ण नै होला सायद। यस्तो राम्रो खोला, खलकल कलकल बग्ने खोला। गाउँको जिन्दगी गाह्रो छ। यस्तो पहरामा ग्रामीण जीवन अलिकति यहाँ एकदमै गाह्रो नै भएको जस्तो लाग्छ। कति टाढाबाट ल्याउनु भयो दाउरा? हो र? कति वर्ष पुग्नु भयो? हजुर 65 वर्ष पुग्नु भयो। गाह्रो छ है 65 वर्षको मान्छे हो। छोराछोरी कति छन् र? कता छन्? ए छोराछोरी आउनन्? के को तालिम? बाल काट्ने तालिम। ए यहाँ पसल खोल्दैछन् सिकेर? ए तपाईँ के खेती किसानी गर्नुहुन्छ? खान पुग्छ वर्षभरि? ए कहाँ कसरी पुर्याउनुहुन्छ त? ए ल जाम हिँड्नु। गाह्रो छ के गर्नु। यस्तो उकालो ओह्रालो बाटो है। दिनकै ल्याउनुहुन्छ दाउरा घाँस? दिनकै गर्नुहुन्छ दाउरा घाँस? राम्रोसँग जानु होला है त।
ग्रामीण जीवन चाहिँ निकै गाह्रो यहाँ लुगा धुने काम भइरहेको रहेछ खोला नुहाउने लुगा धुने ठाउँ यस्तो बाटो आइज जा 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 गो जा निकै राम्रो मिलेको बस्ती रहेछ यहाँ चाहिँ मिलेको बस्ती सबै सुविधाहरू छ बत्ती बिजुली भने जस्तो राम्रो घर माटोको घर भए पनि मिलेको एकदमै राम्रो माथि देखिएको चाहिँ बज्र बजार हो हाइट खोलाको किनारहरूमा बहुली खोलाको किनारहरूमा उकालो रहेछ नि झाडीको बाटो उकालो बाटो डरलाग्दो जङ्गलको बाटो रहेछ ठिकै चिरेक चल्छ